तपाईँ रोइरहनु भएको छ भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि तपाईको मान्छे आनन्दले निदाउन सक्छ अनि फेरि उसलाई म तिम्रो कारण यति दिन यति रात रोएँ भनेर भन्दा उत्तर मैले तिमीलाई रुन भनेको थिएँ र तिमी आफै त रोएको हो नि भन्ने जवाफ पाउनुहुन्छ भने यति थाहा हुँदा हुँदै पनि तपाईँ आशा राख्नुहुन्छ उसैलाई विश्वास गर्नुहुन्छ तपाईँ भ्रम पाल्नुहुन्छ उसले तपाईँलाई खुब धेरै माया गर्छ भनेर भने चाहिँ तपाईँ सम्झौता गरिरहनु भएको छ या त तपाईँ जीवनभर यही कुरामा अल्झिरहनुहुन्छ तपाईँ रोइरहनुहुन्छ तपाईँको आफ्नो मान्छे निधाइरहन्छ तपाईँ भनिरहनुहुन्छ उसले तपाईँलाई नसुने चाहिँ गरिरहन्छ र बिस्तारै बिस्तारै तपाईँलाई बानी पर्छ यही नै मेरो जिन्दगी हो भनेर तपाईँसँग दुईटा अप्सन हुन्छ या त तपाईँले त्यो बानी हटाउनु पर्छ या त त्यही कुरालाई नै तपाईँले आफ्नो आदत बनाउनु पर्छ इट्स अप टु यु धेरै माया